यो विमानस्थलको नाम के रे मामाजी? सुनथराली। सुनथराली। कालीकोट जिल्लाको कोटपाडामा अवस्थित सुनथराली विमानस्थलमा हामीहरू आइपुगेका छौँ। अनि यहाँ आएर तपाईँले कस्तो अनुभूति भएको छ त मामाजी? एकदमै रमाइलो वातावरण अनि यहाँको वन जङ्गल हरियाली एकदमै यहाँको सौन्दर्यता एकदम धेरै राम्रो छ। जस रमाइलो फिल गरिराख्नु भएको छ। यहाँ यस्तै यस्तै घुम्ने क्रममा आज यता पुगियो। हामीहरूको यो भिडियो टिकटक, युट्युब, फेसबुक हरेक क्षेत्रमा कुनै पनि क्षेत्रमा आउन सक्छ। जुनसुकै क्षेत्रमा आयो भने तपाईँहरूले लाइक सब्सक्राइब गरिदिनु होला। हामी भनेको हिजो बच्चा अवस्थामा स्कुल पढेको ठाउँ, घुमेको ठाउँ अनि आज धेरै वर्षपछि यो ठाउँमा घुम्न मामाजी सम्पूर्ण जतिजना हुनुहुन्छ सबैलाई नमस्कार भन्न चाहन्छु। म भनेको यहाँको स्थानीय भन्दा पनि हुन्छ र अहिलेको हिसाबमा पर्यटक भन्दा पनि हुन्छ। हामी हिजो जन्मे हुर्केको ठाउँ हो हुन त, तर पनि आज धेरै वर्षपछि यो ठाउँमा आउन पाउँदा र यहाँको वातावरण, यहाँको विकास, यहाँको सौन्दर्यतालाई हेरेर आज धेरै अलिकति खुसी लाग्यो। यहाँ आउन पाएकोमा एयरपोर्ट कोटपाडा, कालीकोट जिल्लाको कोटपाडाको सुनथराली विमानस्थलमा हामी उपस्थित भइरहेका छौँ। तपाईँहरूले पनि कहिलेकाहीँ यसो अवसर पाएर यहाँ ठाउँको वातावरण, यहाँ ठाउँको हामी चाहिँ यहाँ छौँ। यो ठाउँको नाम चाहिँ नरहरिनाथ गाउँपालिका वडा नम्बर कति पऱ्यो पनि ठ्याक्कै चाहिँ थाहा छैन। यहाँबाट देखिने माथिको चुचुरो डाँडो पनि राम्रै छ। अनि यहाँ बाटोमा सुतेको मामाजी पनि राम्रै हुनुहुन्छ। अनि यहाँ छौँ हामी कमरेड मुनाल, अर्को नयाँ कमरेड हाम्रो तपेन्द्र अनि तुफान। यहाँ छौँ हामी, नजिकै छौँ। यहाँ के अरे यो एयरपोर्ट आउँछ, एयरपोर्टको नजिकै छौँ हामी, अलिकति माथि गएपछि।